सम्माननीय सभामुख महोदय, म इतिहासको एउटा अत्यन्तै गौरवपूर्ण र संवेदनशील कालखण्डको स्मरण गर्दै आफ्नो भनाइ सुरु गर्न चाहन्छु। टेम्पल अफ डेमोक्रेसी भनिने लोकतन्त्रको यो मन्दिरमा पहिलो पटक आफ्ना भनाइहरू राख्दा जनक्रान्तिदेखि जेन्जी विद्रोहका महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सुनसरीदेखि दार्चुलासम्मका तमाम मत लगानीकर्ताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। सभामुख महोदय, एक दशक लामो वैकल्पिक राजनीतिको रचनात्मक खबरदारी, जेएनजी बलिदान र नीलो क्रान्तिको जगमा नेपाली जनताले दिएको अभूतपूर्व मत क्रान्तिले कोरेको नव परिवर्तनको एकजना संवाहक भएर यस सम्मानित सदनमा बोलिरहँदा मैले बहुतै जिम्मेवारी बोध गरिरहेको छु। त्यसैले पनि म यहाँ कुनै दलीय आग्रह वा प्रतिशोधको लागि होइन, नव परिवर्तन र आम नेपाली जनताको एक सच्चा जनप्रतिनिधिको साक्षी भएर बोलिरहेको छु। सभामुख महोदय, आज हामी लोकतान्त्रिक गणतन्त्रको अब्बल अभ्यासको एउटा विशिष्ट अवस्थामा छौँ। लोकतन्त्रप्रति मेरो साँच्चै गहिरो दिलचस्पी, अनुराग र निष्ठा छ। यो संसद नेपाली जनताको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो, जनताको आस्थाको पवित्र मन्दिर हो भन्ने कुरामा अब दुई मत रहनै सक्दैन। तथापि कतिपय विपक्षी दलका माननीयहरूले हामी सबैको आस्थाको धरोहर यो संसदको मर्म, मर्यादा, सम्मान र यसको ऐतिहासिक विरासत विरुद्ध वर्तमान सरकार जान्छ कि भन्ने निराधार आशंकालाई अहिले म सकारात्मक खबरदारीको रूपमा बुझ्दछु। म यही सदनबाट ती आशंकाहरूलाई चिर्दै दृढताका साथ भन्न चाहन्छु, जय सर्वोच्च जनप्रतिनिधि संस्था, जय संसद। हामी संसदको गरिमालाई सधैँ अक्षुण्ण राख्न प्रतिबद्ध छौँ। म सत्तारूढ दलको एक जिम्मेवार सांसदको नाताले प्रतिपक्षका मित्रहरूलाई भन्न चाहन्छु, हामी तर्कशील प्रश्नबाट भाग्दैनौँ। मलाई थाहा छ अस्तिलाई हिजोले प्रश्न गर्यो, हिजोलाई आजले प्रश्न गर्छ र आजलाई भोलिले प्रश्न गर्नेछ। सम्माननीय सभामुख महोदय मार्फत सरकारलाई रचनात्मक सुझाव दिन चाहन्छु र प्रतिपक्षलाई पनि आग्रह गर्दछु, यो सरकारलाई भोलि प्रश्न गर्नै नपर्ने गरी काम गर्ने वातावरण बनाइयोस्। नेपाली जनताले केवल जिन्दगीभर प्रश्न मात्रै होइन, प्रश्न मात्रै गरिरहने अवस्थाको अन्त्य गर्न हातेमाले गरौँ। आजको जस्तो अभूतपूर्व अवसर पटक पटक आउँदैन। सभामुख महोदय, यो वर्तमान सरकार कुनै चान्चुने एक थान सरकार होइन, यो 2/3 संयुक्तकट इतिहासकै अभूतपूर्व मत क्रान्तिले जन्माएको बलियो सरकार हो। रासोपाले कर्णालीमा सार्वजनिक गरेको वाचापत्रकै जगमा सरकारले कोरेको समृद्धिको राजमार्ग साँच्चै सामरिक महत्त्वको छ। सरकारको साझा सङ्कल्पले भन्छ नेपाललाई एक स्वाभिमानी, सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउनु छ। सम्माननीय सभामुख महोदय, सरकार कुरो सेन्टिमिटरमा, काम किलोमिटरमा गरिरहेको आवाज पाउन थालिएको छ। तर अलिकति अघि फर्कौँ त, के हामी ठिकठाक थियौँ? ठिकठाक थियो त? के संसान थियो? खरबौँको वैदेशिक ऋण, खरबौँको बेरोजी, व्यथिति र विकृतिको चाङ। आज पनि लगभग 20% जनता यानि 60 लाख नेपाली चरम गरिबीको रेखामुनि गुज्रिरहेका छन्। मधेसका बहुसङ्ख्यक दलितहरूसँग न एक थान नागरिकता छ, न लालपुर जानै। पेट पाल्नकै निम्ति वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कायमै छ। गत वैशाखमा मात्रै विदेशीको सङ्ख्या 70,000 सुन्दा पनि आङ झिरिङ्ग हुन्छ। कर्णालीका जनताको औसत आयु काठमाडौँको जनताको भन्दा वर्षौँ कम छ। 63 लाख दलित समुदाय अझै पनि संरचनात्मक विभेदको दुष्चक्रसँग लडिरहेका छन्। मुलुकका करिब 6,000 विद्यालयमा अझै पनि बिजुलीको लाइन जोडिएको छैन। तथ्याङ्कले भन्छ सहर र सदरमुकामले धानेको साक्षरता दरबाहेक औसत नेपालीको साक्षरता केवल
8 पासे मात्रै छ। विद्यालयबाट स्कुल ड्रप आउट हुनेहरूमा बहुसङ्ख्यक दलितका बालबच्चाहरू छन् जो गरिबी र विभेदका कारण पढाइ छोड्न बाध्य पारिएका छन्। सम्माननीय सभामुख महोदय, गणतन्त्र स्थापनापछि मात्रै मनवीर सुनारदेखि सेते दमाईसम्म, अजिर मिजारदेखि नवराज विश्वकर्मासम्म र लक्ष्मी परियारदेखि दित्या रसाइलीहरूसम्म अन्तर्जातीय विवाह, छुवाछुतका न्युमा निर्मम हत्या हुनु परेको विडम्बना लज्जाको विषय छ। म सोध्न चाहन्छु, यस्तो असमान र क्रूर सामाजिक दुश्चक्रलाई राज्यकै सङ्कल्प, राष्ट्रिय सम्बोधन र पर्याप्त बजेट विनियोजन नगरी केवल विकास 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 भनेर मात्रै पुग्दैन। सभामुख महोदय, विविधताको प्रवर्धन र विभेदको दुश्चक्र चिर्दै नवपरिवर्तनको युगमा दौडन हामीलाई मात्र विकास होइन, समन्वयिक विकास चाहिन्छ। मात्र समृद्धि होइन, समतामूलक समृद्धि चाहिन्छ र मात्र सुशासन होइन, सामाजिक न्याय केन्द्रित सुशासन चाहिन्छ। सभामुख महोदय, अङ्ग्रेजीमा एउटा भनाइ छ, वेल बिगन इज हाफ डन, अर्थात् राम्रो सुरुवात गर्नु नै आधा काम फत्ते गर्नु हो। म धन्यवाद दिन चाहन्छु वर्तमान सरकारलाई, जसले राज्यको संरचनात्मक विभेदको दुश्चक्र बेहोरिरहेको सिङ्गो दलित समुदायसँग औपचारिक रूपमा माफी मागेर सामाजिक न्यायको क्षेत्रमा एउटा ऐतिहासिक र साहसिक कदम चालेको छ, नयाँ इतिहास कायम गरेको छ। तर सभामुख महोदय, सामाजिक न्याय केवल कोरा कागजी विषयवस्तु मात्र बन्नु हुँदैन। म सम्माननीय सभामुख महोदय मार्फत सरकारलाई जोरदार आग्रह गर्दछु, दलित होस् कि कर्णाली, महिला होस् कि महाकाली, मुस्लिम होस् कि मूलवासी, सुकुम्बासी होस् कि सुदूरपश्चिमवासी, सामाजिक न्यायलाई छाता बनाएर पर्याप्त बजेट